स्याउ 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 हो स्याउ स्याउ भनेको त नाच यो चाहिँ के देउताको नाम भन्नु त यो तपाईँले थाहा छ यो यसलाई भन्छ चेरो यसलाई भन्छ फुर्पा यसलाई भन्छ माला के माला घुम्रो माला ए एकचोटि फेरि भन्नु यो एकचोटि राम्रो गरी यसले चेरो यसलाई फुर्पा यसलाई घुम्रो माला जय रिकिश्वरी महादेव कान्देऊ यो यसलाई भन्छ चेरो यसलाई भन्छ फुर्पा यसलाई भन्छ घुम्रो माला के माला घुम्रो माला ए एकचोटि फेरि भन्नु यो एकचोटि राम्रो गरी यसले चेरो यसलाई फुर्पा यसलाई घुम्रो माला जय रिकिश्वरी महादेव कान्देऊ अब हाम्रो 2081 होली कार्यक्रम अब सुरु भयो हाम्रो यहाँ झाँक्री नाचहरू हामी देखाउँछौँ हामी साथीहरू हाम्रो मिरन लामा होइन त हाम्रो उहाँ चाहिँ त्यो ढ्याङ्ग्रोमा हुनुहुन्छ एकदम ढ्याङ्ग्रोको हेर्नुहोस् यहाँ गाइजहरू लाउनुहोस् अब हाम्रो यहाँ यो घन्टी नाच घन्टी हो यहाँ सुबदाई शुभ मोक्तान के दाइ यो नाम भगवान चेरू यो मिर्काको हजुर चेरू पहिला बाउबाजेदेखि परम्परा गरेको थियो अनि यो यतापट्टिको यो चाहिँ हाम्रो फुर्बा है यो चाहिँ के हो लामगा भाइ ढिल्बा हाम्रो चाहिँ फुर्बा हुन्छ हेलो दर्शकबिन आज हामी चाहिँ 2021 साल फागुन महिनाको 29 गति आज होलीको दिन चाहिँ हामी झाँक्री सहितको टिम चाहिँ हामी आज बर्जाबाराई मन्दिरसम्म हामी यात्रा गर्नेछौँ दर्शन गर्नेछौँ बर्जाबाराई माइकी जय हाम्रो रिकिश्वर मन्दिर वहाँ माथि 6000 लगभग हाइटमा हुनुहुन्छ हाम्रो रिकिश्वर महादेव। हामी खास गरी चाहिँ यहाँ बिहानै जानुपर्ने हो माथि। अहिले अब हाम्रो साथीभाइहरू चाहिँ अलिक ढिला भयो होइन। अब हामी यहाँ बजारसम्म यसो घुम्छौँ। हामी रिकिश्वर महादेवलाई यहीँबाट दर्शन गर्छौँ गाइजहरू। जय रिकिश्वर महादेव की जय। होली त पोखरीतिर होली खेल्नु पर्छ क्या हो।
जानुहोस् उहाँ पनि एकदम झाँक्री नाच चाहिँ उहाँले नि एकदम राम्रो देख्नुहुन्छ गाईचहरू मलाई शीतल भाइले मलाई बोलाएको हाम्रो हुनुहुन्छ हजुर तर यो फाउले बोलाउनु लागि मलाई हजुरले बोलाउनु भएन तर मेरो केटाहरूले एकदम राम्रो चाहिँ आफ्नो संस्कृति एकदम झाँक्री नाच चाहिँ हाम्रो राम्रो विशेष प्रदर्शन यहाँ देखाउँदै हुनुहुन्छ गाइज सबैजनाले झाँक्री नाच आज 2081 होलीको दिन एकदम राम्रो एकदम संस्कृति साथीहरू सबैजनाले Happy Holi, guys. Hello, Andy. अहिले हामी गणेश मन्दिर हामी थचोकमा आइपुगेको छौँ साथीहरू हाम्रो भिडियो हामी एकछिन यहाँ झाँक्री नाच गर्छौँ मन्दिरमा
हेलो दर्शकबिन महानुभावहरू, हामी झाँक्री नाच साइजको हामी टिम चाहिँ आज हामी बर्जबारे मन्दिरसम्म हामी पुग्ने छौँ। हामी मन्दिर हुँदै हामी चाहिँ अगाडि बढ्ने क्रममा हाम्रो यहाँ ठाउँमा चाहिँ प्राचीन ढुङ्गा एउटा रहेछ है। यहाँ चाहिँ एकदम यो चाहिँ राजा रानीको पालामा माथि जङ्गलको माथि डाँडाबाट चाहिँ यो रानीले उल्टाको ढुङ्गा भन्दा रहेछ। यो चाहिँ प्राचीन ढुङ्गा रहेछ। यो चाहिँ हेर्नु होला, सबैजनाले दर्शन गर्नु होला। यो ढुङ्गा चाहिँ एकदम अनौठो खालको रहेछ, चाल्न एकदम गाह्रो रहेछ। बर्जबारे माइकी जय। बर्जबारे दर्शन गर्न हामी झाँक्री टोली अब हामी थाना नगरपालिका 6 ओखर गाउँ हामी बर्जबारेको टिम चाहिँ झाँक्री टिम अब हामी बर्जबारेको दर्शन गर्न हामी जाँदैछौँ। गाइजहरू सबैजनाले भिडियो हाम्रो अन्तिमसम्म हेर्नु होला। यहाँ पनि हुन्छ, यो जाने बेला पनि चाहियो त यार। बर्जबारे माइकी जय। बर्जबारे प्रवेश मन्दिरको दर्शन गर्न हाम्रो झाँक्री टोली चाहिँ हामी छिर्यौँ है। दर्शन गरौँ। बर्जबारे माइकी जय। कत्रो बनाउँछ मैले। हाम्रो यो मकनपुर जिल्ला नगरपालिका वडा नम्बर 6 स्थित बर्जबारे मन्दिरको हामी दर्शन गर्न हामी झाँक्री साइडको टिम अब यहाँ प्रदर्शन गर्दैछौँ। झाँक्री टिम अब हाम्रो यहाँ झाँक्रीहरू आनन्दले आफ्नो यहाँ दर्शन गर्छन् अनि यहाँ आफ्नो सबै यहाँ हेर्नुहोस् होला। हाम्रो दाइ नभए सक्दैन त्यो हाम्रो दाइ हो मेन हाम्रो झाँक्री नाच चाहिँ नाच्ने चाहिँ हुँदैछ। बारे मन्दिरको दर्शन सबैले गर्नु होला। सबैले आफ्नो ध्यानले दर्शन गर्नु होला साथीहरू। एकदम राम्रो मनले सफा मनले दर्शन गर्नु होला बारे मन्दिरको। हाम्रो मकनपुर जिल्ला नगरपालिका वडा नम्बर 6 झाँक्री नाच।
बर्दबारेकी माईको दर्शन हाम्रो झाँक्री टिम दर्शन गराउँदैछ। दर्शन गर्ने क्रममा हाम्रो गाउँको उपस्थिति हाम्रो झाँक्री टिम सबै एक मन एक ध्यान ल दर्शन गर्दै हुनुहुन्छ। हजुरहरू नै गर्नुहोला। जय हो। थामा सिक्रेट अंदर काम जय वर्धमान माई की जय।